हेलो अनि नमस्ते ज्याक एन्ड म्याक्स भ्लगको नयाँ एपिसोडमा आज चाहिँ हामी जाँदैछौँ नयाँ ठाउँ जुकेखाडी हाम्रो दिदीको घर। त्यहाँ चाहिँ हामीले जाँदा जाँदै माछा भेटाएको छौँ। माछा भेटेर कसरी पकाउँछौँ कसरी खान्छौँ आउनुहोस् हेरौँ है त। र बिहे पनि हुँदैछ, सुटिङ पनि हुँदैछ त्यहाँनिर। बिहेको फोटोसुट चलिरहेको छ त्यहाँनिर। दामी बिहेको फोटोसुट हो। त्यही त बिचारा त्यो केटा। बिचारा त्यो केटालाई के थाहा यार। के अरे कस्तो रमाइलो हुन्छ भन्ने कुरा 2-4 महिना त्यहाँ पछाडि त यहाँसम्म त तपाईँहरूले हेरिदिनु भयो होइन। कमसेकम यहाँ एउटा सब्सक्राइब ट्याक्को बटन थिचिदिनुहोस् न प्लिज। अनि लाइक पनि ल, कमेन्ट त झन् धेरै। थ्याङ्क यू। हेर्दाखेरि चाहिँ ठुलो स्क्रिनमा हेर्नु भने झन् मजा आउँछ। हाम्रो चाहिँ प्योर फ्यामिली भ्लग हो होइन। त्यही कारण सबैजना फ्यामिली बसेरै हेर्दा हुन्छ। हामीले त्यस्तो त्यो उयो कुराहरू गरेको पनि छैनौँ होइन। त्यो फ्यामिलीसँग नबसिकन हेर्ने खालको कुरा गरेको पनि छैनौँ। अरे कहना क्या चाहते हो? हेर्नुहोस् सबैजनाले कति छ सुपारी भनेर। सुपारीको बगान, धेरै सुपारी फार्म छ यहाँ। अल सुपारी, सबै सुपारी खेती हो यो। उयो निस्किन्छ नि त होइन। यो बाटो सिधै खुदुनाबारी निस्किन्छ नि है। होइन बाटो त याद छ, पहिला नि हिँडेको होइन चाहिँ। हो के यो बाटो हो क्या जाने चाहिँ हामी खुदुनाबारी निस्किन्छ क्या सिधै दिदीको। त्यसो त्यतै जाउँ न झन्। त्यति ए हामी हल्का हिरो भएर शनिचरीतिर लागेछौँ कि। खोलामा समस्या भनेको बाइक जान्छ। हस् थ्याङ्क यू। ल हामी चाहिँ थोरै मिस्टेकली शनिचरी नै थियो नि त हामी जाने भन्ने, तर खुदुनाबारीतिर जाने। ठिकै छ, ओके। हामी चाहिँ बिरिङ खोलामा बिरिङ खोलाको पुल। भाउजूलाई के मनपर्छ अरे दादा? भाउजूलाई के मनपर्छ अरे? के मनपर्छ भन्दै हुन्थ्यो नि। ब्ल्याक ह्यान्डसम मनपर्छ भनेर सुनेको थिएँ कि होइन। अनि मैले बुढी म त अब आज सनस्क्रिन पनि लगाएन, कालै हुने आँटे त भनेको। मलाई त्यस्तै मनपर्छ। अनि तिमीलाई त ब्ल्याक ह्यान्डसम मनपर्छ भनेको होइन भनेको कि होइन अरे ब्ल्याक ह्यान्डसम मनपर्छ अरे। पर देखिरहेको चाहिँ हाँसु माछा पर्यटकीय स्थल भन्ने हो। पुष्पा र मेरो बिहेको लागि चाहिँ हेमन्त भेनाले चाहिँ म खसी एउटा गर्छु, म तिमीलाई गिफ्ट दिन्छु भन्नुभएको थियो। अनि त्यो खसी लिन लगाइ चाहिँ हामी यहीँनिर आएको थियौँ। अहिले चाहिँ हामी दोकान त रहेछ तर एकछिन धेरै बेर भयो बाइकमा, त्यसले गर्दा चाहिँ एकछिन चाहिँ नानी पनि निदाएको थियो। अनि रेस्ट गरौँ भने शीतल पनि बस्ने ठाउँ पनि रहेछ यहाँनिर। अनि यहाँ पछाडि कल पनि रहेछ। अब ट्याक्क कपाल धुने होइन, टाउको धुने। चस्मा मैले अहिले भर्खर बनाएको नयाँ चस्मा है, मेची नेत्राले बनाएको चस्मा। अनि कस्तो देखेछ चस्माले? राम्रो देखेछ। राम्रो देखेछ। दुईजना के अरे दुईजना उस्तै हो नि त पानी मन पराउने। नारिवलको बोट रहेछ। हामी पहिला त्यस्तै गर्थ्यौँ त। यता यो बन्द गर्यो होइन, यता बन्द गर्यो अनि यताबाट सबै निस्किन्थ्यो क्या पानी। हामी त्यस्तो चकचक पनि बस्यौँ गर्न चाहिँ पानी खानु पर्यो भने चाहिँ त्यो पानी दिए गर्ने। अनि पानी खानु भएको हौ बाबाले। गन्दै अर्कै नि हिलो डेली चाहिँ अलिक यो पानी चाहिँ तर खाना चाहिँ फेरि के पानी खानु आइरहनु मिनरल
आइरन त हुन्छ कि भाइ लुगामा पनि आइरन हुन्छ दाँतमा पनि आइरन हुन्छ भुँडीमा पनि आइरन हुन्छ हिलो हिलो बनाउँछ नि त अलिक दिन्छ पानी खानु न छिटो कपालै भएछ तर यहाँ चाहिँ हामी एकैछिन रेस्ट गर्नलाई उत्रेको छौँ यहाँ यहाँ हेर्न सक्नुहुन्छ है तपाईँहरूले यहाँ पानी खाने नयाँ स्टाइल पानी खाने नयाँ स्टाइल देख्नु पनि मेड बाई सबभन्दा रमाइलो चाहिँ यहाँ दुईजनालाई छ है दुईजनालाई चाहिँ यस्तो रमाइलो हुन्छ नि अघि त्यो दाइले भने जस्तै यो खोलाको बाटो परेको छ होइन यो खोला चाहिँ हामीले क्रस गरेर जानुपर्नेछ मैले चाहिँ चप्पल लगाएको थिएँ दादाले चाहिँ जुत्ता लाउनु भएको थियो त्यसैले चाहिँ यो खोला चाहिँ सुरुमा हामी गर्दैछौँ पुष्पा पनि बाइकमै थियो नानी पनि बाइकमै थियो अर्को त बाइकमा चाहिँ अप्ठ्यारो हुन्छ भनेर चाहिँ त्यहाँ भाउजूहरू चाहिँ झर्नु भएको थियो सुरुमा हामी कटिसक्यौँ त्यहाँपछि चाहिँ दादाले चाहिँ बाइक ल्याउनु भयो होइन बाइक ल्याएर क्रस हुनुभयो भाउजूहरू चाहिँ सजुला बोकेर चाहिँ त्यहाँबाट आउँदै हुनुहुन्छ होइन त्यहाँ परबाट हो सजुलो चाहिँ पानी खेल्ने भनिरहेको थियो यो खोला चाहिँ त्यो चिसो रमाइलो थियो तर हामी नुहाउने पनि भन्दै थियौँ फेरि उता दिदीकोमा जान ढिलो हुन्छ भनेर चाहिँ हामी त्यहाँबाट चाहिँ सरासरी अगाडि बढिहाल्यौँ हामी चाहिँ अनि त्यहाँ पछाडि चाहिँ अब सरासर जानुपर्छ फेरि ढिलो पनि हुन्छ हामीले अलिकति भिडियो बनाउँदै गर्दा फेरि धेरै ढिलो भइसकेको छ भनेर चाहिँ हामी त्यहाँबाट सरसर गयौँ त्यहाँबाट चाहिँ यो चाहिँ खुदुनाबारी चोक तपाईँको फाल्गुनन्द चोक हो खुदुनाबारीबाट चाहिँ हामी त्यो बाटोबाट चाहिँ राइट लिएर चाहिँ अलिकति अगाडिबाट फेरि लेफ्टतिर लाग्नुपर्ने हुन्छ तपाईँको लेफ्टतिर चाहिँ तपाईँको त्यो खुदुनाबारी शिविर पहिला पुरा एकदम फेमस सुनिराख्नु भएको होला तपाईँको बुट्नी शरणार्थीको खुदुनाबारी शिविर त्यो बाटोतिर जानुपर्छ हामी चाहिँ जुकेखाडी भन्ने ठाउँ जाँदैछौँ हामी अहिले होइन जुकेखाडी जानको लागि चाहिँ यही हो अगाडि हरियो देखेको त्यो बोर्ड चाहिँ त्यही जुकेखाडी यो ठाउँमा चाहिँ पुष्पाको आफ्नै कहानी रहेको छ पुष्पाले सुनाउँछ है त शिविरको चाहिँ एकदमै मेरो चाहिँ मेमोरिजहरू धेरै छ यहाँनिर चाहिँ पहिला मेरो फुपूहरू यहाँ बस्नुहुन्थ्यो यहाँ बस्दाखेरि चाहिँ म पनि आउने जाने भइराख्ने क्रममा चाहिँ एकदम यादहरू जोडिएको छ यो शिविरमा चाहिँ मेरो पुष्पाको यो कहानी सुनेसँगै फेरि हामी यात्रामा अगाडि बढौँ होइन हामी चाहिँ बाइक राइडलाई कन्टिन्यू गरिरहेको छौँ दिदीको घरतिर जाँदैछौँ दिदीको घरमा चाहिँ आज फार्ममा के छ के पाइन्छ त्यही खाने भनेर गइरहेको छौँ हामी चाहिँ अब अगाडि चाहिँ तपाईँको यो चाहिँ देखिराख्नु भएको चाहिँ जुकेखाडी चोक हो यहाँ चाहिँ जुकेखाडी वन विभाग पनि छ वन अफिसको वन कार्यालय पनि छ यहाँ वन कार्यालय पनि छ यो वन कार्यालयबाट चाहिँ हामी लेफ्टतिर दुर्गापुर जाने बाटोतिर गयौँ भने चाहिँ दिदीको घर पुगिन्छ होइन यहाँ चाहिँ पुष्पाले यहाँ देखाइरहेको छ 3वटा पोखरी उसको पहिलाको चाइल्डहुड मेमोरी रहेछ यहाँ चाहिँ एउटा दुईवटा अनि अगाडि 3वटा छ जम्मी 3वटा पोखरी चाहिँ उनीहरू चाहिँ पहिला आउँथ्यो अरे यहाँनिर होइन यो पोखरी हेर्दै गर्दाखेरि चाहिँ हाम्रो इन्ट्रेस्टिङ कुरा के हो भन्दाखेरि चाहिँ म चाहिँ बाइक कुदाइराखेको भएर सिधै जाँदै थिएँ तर यहाँनिर देख्न सक्नुहुन्छ यहाँ एउटा कुरा भइरहेको छ के हो हेरौँ ल यहाँ चाहिँ बिचमा चाहिँ माछा मार्दै हुनुहुँदो रहेछ कि माछा आमा कत्रो खोइ एकचोटि हेरौँ यो बेच्ने होइन माछा सबै ऊ पनि हो के अरे रौहरू सबै रहेछ थुप्रो छ माछा यहाँ यहीँबाट निकालेको माछा हो यो हामी चाहिँ दिदीहरूको घर पुग्न आँटिसकेको थियो यहाँ चाहिँ पोखरीमा मस्त माछा मार्नु भएको रहेछ दामी दामी माछाहरू रहेछ कि यहाँनिर माछा हेर्न आएको हामी अब यहाँ कुन दामी रहेछ यार माछा त यो चाहिँ कुन हो माछा अस्ति हामीले खाएकै माछा हो क्या यो त होइन यो अर्कै माछा हो यो होइन मेरो देवरको छोरी हामी काकर बिटा हजुर हामी घुम्दै आएको यहाँ अलिकति माथि एउटा घर छ के हुनुहुन्छ अधिकारीको घर छ हामी त्यहाँसम्म हिँडेको हाय यस्तो मजा वहाँ दिएर हेर लिची एउटा मात्रै टिपे आफ्नो लागि मात्रै खै हेरौँ
काँचो रहेछ नि त लुजुम भयो ठिक छ सानो हाल्नु यहाँ छ हाम्रो झोलाई उयो झोलामा 1 किलो हाल्नु यो हामीले चाहिँ यहाँबाट माछा लिएर जान आँटेको दामी हुन्छ जस्तो छ है माछा आज पनि माछा जुरेको रहेछ है हाम्रो यो दाइको हातको पनि अब यो एउटा उयो हेर्नुपर्छ यहाँ कतिको यो दाइले जोग्दाखेरि चाहिँ एकुरेट हुँदो रहेछ भनेर आम्मा त एउटा माछा कम्ती हाल्नुपर्छ यार 2टा माछा जोग्नै पर्दैन ल 1 किलो भयो यहाँ छ झोला यहाँ यता छ दादा झोला यो हाल न हिले गडै हो गडै के हो कस्तो हुन्छ हिले ला यसमै हाल्देको हिले भनेको चाहिँ पुच्छर यस्तो सिङ आएको ए यसमा नहाल्नु पर्छ नि प्लास्टिक थियो नि त हामीसँग भइहाल्छ धुनु पर्छ दामी अब पनि तपाईँको चाहिँ नि उयो हुन्छ है फेरि कति भयो भनेर ट्याक्क भयो हामी माछा लिएर हिँडिसकेको छौँ यो घरबाट अब एकैचोटि दिदीको घरमा हामी देखाउँछौँ यतापट्टि चाहिँ जङ्गल छ तपाईँको सबै यतापट्टि चाहिँ घरहरू छ यो चाहिँ जुकेखाडी जङ्गल दहीजोडा जङ्गल भन्छ यसलाई चाहिँ यो बाटो दुर्गापुर जान्छ सिधै यो बाटो चाहिँ अब दिदीकोतिर पस्दैछौँ हामी हामीले चाहिँ भेनालाई पनि भेटिसकेको छौँ यहाँ हुनुहुन्छ हाम्रो भेना नमस्कार यहाँ हुन्छ मम्मी हेलो नमस्कार हामी चाहिँ घर आइपुगेका छौँ हाई के छ तिम्रो खबर भिडियो बनाउँदैछौ ठुलो मामु गयो ठुलो मामु हो त अहिले आइसकेको छौँ ठिक्क दिदीको घरमा होइन घुमिरहेको छौँ यहाँ 2जना बसिराख्नु भएको चाहिँ यो माथि अमलाको बोट हो यो खाए अमलाको बोट मुनि बसिराख्नुपर्छ दादी पुसमा यहाँ छ रिल्याक्स फिल भइरहेछ केटाकेटीहरू चाहिँ यता सब थोक घुम्दैछ नि यहाँनिर यो के हो भने नि यो अमला ए टिपेर खाइदिनु भयो अङ्गुर चाहिँ अलिक खाने बेला भएको छैन यो अङ्गुर अङ्गुर मलाई पुरा रमाइलो भयो मलाई पनि दिनुहोस् सेम टेस्ट अलिक गुलियो हुन्छ होला बढी यति सानो यतिको मिठो हुन्छ जस्तो लागेको थिएन मिठो छ मिठो अलिक गुलियो हुन्छ हौ यो होइन मिठो छ हामीले चाहिँ अघि त्यहाँ बाटोमा माछा लिएर आएको थियौँ होइन दिदीको घरमा छौँ अहिले हामी अनि यहाँ आउनु यहाँ एक-एकवटा माछा बोकेर टाप छैन मरिसकेको छ पोखरीको यो चाहिँ पोखरीको एकदमै कट पक्रिँदै गरेको माछाहरू थियो कि एकदम फ्रेस माछा हो यतिको फ्रेस माछा चाहिँ त्यो घरको मान्छेले खान पाएको छैन ल किनकि उनीहरूले भरे खान्छन् हामीले चाहिँ अहिले नै खाइयो क्या भरे चाहिँ एकदम मिठो हुन्छ कि अहिलेको परिश्रम चाहिँ
कि हाम्रो टेक्निक सही हो कि होइन बेर भइसक्यो माछा खेलाउन बसेको यो चाहिँ एकदमै सानो सानो माछा भएकोले गर्दाखेरि अलिक धेरै टाइम लाग्दैछ दुईजनालाई खेलाउनुको लागि ठिकै छ टाइम लागेको अनुसारको मिठो पनि हुन्छ नि टेस्टी हुन्छ यो माछा चाहिँ यहाँ तेलमा तारेर आहा दामी हुन्छ स्पेसल हुन्छ होइन मामु के त अन्डा हो के हो यो सोध्नु अब भ्युअर्सहरूलाई थाहा छ भने भन्नुहोस् ल हामीले यो के हो भनेर यो म निकाल्छु के भयो यो कुखुराले खान्छ क्या कहिले पालेको थियो त्यसले राको उयो अब यो देखाउनु त कस्तो दामी छ कि यो प्राउन प्राउन हो क्या कस्तो राम्रो क्वालिटीको फिस प्राउन फिस क्या यो कस्तो मजा छ मासु मासु भएको क्या चलो रेलगाडी झुझुक 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 मजा आइरहेछ यहाँ यस्तो मजा आइरहेको छ नि यहाँनिर आमा वाह वाह मजा आएको छ बेबीलाई मजा आएको छ अब एउटा माछा दोकान खोल्ने बेला भयो यो सफा गराइको स्टाइलले हेर्दा चाहिँ होइन अति सफा होइन माछा लिनु चाहिँ यहाँ आउनु है अति सफा यसरी सफा गरेको छौँ हामीले केही छैन लाइक दिस हजुर भाइरल माछा दोकान खोल्न आँटेको छौँ हामीले अब आजको हाम्रो स्पेसल चाहिँ होइन हाम्रो यो अब जे पनि हामी आज स्पेसल बनाउने स्पेसल हाम्रो चाहिँ प्लान के थियो भने नपकाउने आज जहाँ जहाँ जे भेटिन्छ खाँदै हिँड्ने प्लान थियो तर हिँड्दा हिँड्दै पकाएर खानुपर्ने कुरा भेट्यो लिएर पनि आइयो र यस्तो छ है यो अलिकति ठुलो साइजको पनि किन्यौँ हामीले अनि सानो साइजको पनि किनेको थियौँ होइन पोखरीबाट अघि तपाईँहरूले देख्नुभयो नि हामीले त्यो पोखरीबाट किन्दै गरेको चाहिँ आज चाहिँ अलरेडी यहाँ बनाएको चुलो छ बल्दैछ आगो चुलोमा हामी चाहिँ आज यहीँनिर कुकिङ गर्दैछौँ यहाँ चाहिँ गाई पनि छ बाछो पनि छ दुईवटा गाई छ होइन एउटा बाछो छ घाँस काट्ने मेसिन ड्रागन फ्रुटको एउटा प्लान्ट रहेछ यहाँ अनि यो चाहिँ फार्म गर्नुहुन्छ दिदी भेनाहरूले चाहिँ यहाँनिर एकदमै राम्रो तरिकाले पर देखिरहेको चाहिँ काँक्राको फार्म हो त्यो काँक्रा फार्म छ अनि अलिकति पर अघि हामीले हेरेर आयौँ त्यहाँनिर चाहिँ अहिले पनि वाटरमेलन लगाउनु भएको छ पहेँलो कलरको वाटरमेलन चाहिँ यहाँ उहाँहरूले चाहिँ त्यसकै चाहिँ उयो फार्म गर्नुहुन्छ अनि यहाँ पनि अहिले रेडी गर्नुहुँदैछ यहाँ पनि रेडी गर्नुहुँदैछ फार्मिङको लागि अनि सबैभन्दा राम्रो पार्टहरू चाहिँ के छ भने यहाँनिर अब चाहिँ सानो सानो कुराहरू पनि जस्तो यो ड्रागन फ्रुट यहाँ फल्न थालिसक्यो नि फल लागिसक्यो होइन अब अनि यहाँनिर यहाँ हेर्नुहोस् ल अङ्गुर यहाँ हेर्नुहोस् न अङ्गुर फलिरहेको छ यहाँ हो यहाँनिर एउटा छेप्पाएर पनि रहेछ यसलाई लाग्दैछ होला हामीले देखेको छैनौँ भनेर एकदम साइलेन्समा छेप्पाएर बसिरहेको छ
अमला छ यहाँ। यो हेर्नुहोस् ठुलो ठुलो खालको अमला हो यो। त्यस्तै सानो खालको अमला पनि छ। त्यही केटाकेटीहरूको यस्तो रमाइलो भइरहेछ आज। केटाकेटीहरूलाई चाहिँ साह्रै धेरै मजा आइरहेछ आज हिलो खेल्न। है पानी ल्यायो, हिलो खेल्यो। स्टेजमा आएको छ माछा। यो पखालिसकेर सानो माछा यस्तो छ, ठुलो माछा यस्तो छ। अब चाहिँ हामी यसलाई चाहिँ आगो चाहिँ निभेछ हाम्रो, फेरि आगो बाल्नु पर्ने भएछ। माछालाई यहाँ राख्छौँ होइन। त्यो माछा नि, त्यो माछाले नि के भन्दैछ थाहा छ? सबभन्दा फर्स्ट मलाई पका भन्दैछ यसले, अनि मलाई चाख्नु दे भन्दैछ त्यो माछाले। यो टेस्टै हुँदैन यो माछा। माछाको टेस्टै छैन अनि धुँदा 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 गरेर हो। अहिले यो त्यो पहिलो चरणमा हर्दी हालिँदैछ माछामा, हर्दी र अनि नुन। नुन हर्दीले नै पाक्ने हो माछा भनेको। माछाको टेस्ट नै धेर भयो। ल माछा चाहिँ अब खतरा हुने भयो हाम्रो। घरको अर्ग्यानिक हल्दी भएर होला के राम्रो स्मेल बास्न आइरहेछ नि। यो चाहिँ हाम्रो माछाको मेरिनेसन हुँदैछ। मेरिनेसनको त्यस्तो धेरै केही प्रोसेस। मामु के हालेछ मेरिनेसनमा भन्नु त? सिम्पल ओन्ली हल्दी र नुन। ओके। नेचुरल फ्लेभर खानको लागि चाहिँ हामीले अब हाम्रो पनि छ सानो माछा। हामीलाई सफा गर्न कति टाइम लागेको हो। अब यो माछा तारेर खान चाहिँ कति टाइम लाग्दैन। तार्न पनि अलिकति टाइम लाग्छ होला खान। सफा गर्न चाहिँ कति टाइम लाग्यो? लाग्यो 1.5 घन्टा लाग्यो। 1.5 घन्टा त लाग्यो। किनभने माछामा एकदम धेरै घाँसहरू थियो नि त, सानो सानो घाँसहरू एउटा एउटा गरेर छान्नु पऱ्यो। तर हामीले सफा राम्रो खाँदैछौँ, आफै हातले सफा गरेको निर्धक्क भएर। ल माछा यस्तो छ है अहिले चाहिँ। अब चाहिँ हाम्रो पकाउने कार्य पनि सुरु हुँदैछ। कराई तातिसकेको छ। अब तेल हाल्ने कराईमा। हाम्रो यो तार्ने भएकोले गर्दाखेरि तेल अलिकति धेरै युज हुन्छ। हुन्छ होला। अनि हामीले खाने निकाल्ने बेला पनि भइसकेको छ हाम्रो। माछा निकाल्ने तयारीमा। ओके ल फर्स्ट लट। वाउ दामी। ओके यस दामी। खोइ म एउटा चाख्छु ल, चाखेर म एकछिन ल। ठिकै छ यो ठुलो पिस ल। वाउ एकछिनै पछाडि यसरी बसेको छु म होइन क्यामेरामा। लसुन लसुन लिएर आएको छु। धनिया लसुन खोर्सानी डल्ले खोर्सानी
चाहिँ आज यस्तो रजाइ भएको छ नि माटो खेल्नेमा ऊ पर अर्को दिदी हुनुहुन्छ अहिले चाहिँ अब हामीले ठुलो माछा हालिसक्यौँ कराईमा पाक्दैछ अच्छा अहिले चाहिँ हामी अब यो सानो माछा चाहिँ यो छ नि यो खान थाल्यौँ होइन बुढी खानुहुन्छ नि त अझ अलिकति दामी भएको छ अर्को माछा कता अनि यो माछा र यो अचार छ कि यहाँ थुप्रै अचार छ यो कस्तो मिठो छ यो कस्तो भइरहेछ यो कुनै जवाबै छैन कस्तो हुँदैछ भनेको नो एन्सर यस्तो मिठो भएको कि यी ठुलो माछा आहा यो पनि पाकिसक्यो खाइरहेको छौँ कि बवाल यहाँ उयो निस्क्यो बाफ निस्केको माछा जति गरम गरम पाउनुपर्छ ल क्रिस्पी भएछ तेलमा पकाउँदा के भएछ क्रिस्पी मान्छे हो नि त गर्मी भइसक्यो होला गर्मी चुलोमा दामी भयो माछा हाल्छु सबै पोखाएको बवाल भयो मजा तिनीहरूको मजा आउँदैछ एक महिना चाहिँ हुन आँट्यो हामीले सुरु गरेको अलिकति नभए चाहिँ अब अर्को पालि के गर्ने भनेर चाहिँ अलिकति तनाव हुँदै जान्छ तर बनिहाल्छ प्लान हाम्रो इन्स्ट्यान्ट हुन्छ नि त काकाहरूलाई हेर्दा कस्तो लाग्छ होला नि पापा अब अहिले चाहिँ हामीले टन्नै माछा खाइसकेर अब चाहिँ अब निस्किने तयारी गर्नुपर्छ किनकि टाइम अति धेरै भइसक्यो 6 बज्न आँटिसक्यो अहिले होइन उता पनि छ होला कि गाजर नाना हलुवा बनाइदिँदा हुन्छ क्या गाजरको टिप्दैछौँ अहिले चाहिँ यो बोडीको लास्ट भएर चाहिँ बोट काट्ने बेला भएर भएको बेला चाहिँ ठ्याक्क हामी आइपुगेछौँ त्यही पनि अलिअलि रलपल हामी ओसार्दैछौँ बारीमा आफूले टिपेको सब्जी प्रतिको त डिफ्रेन्स छ है
यहाँ कोसेली सोसेली लिएर अब चाहिँ जान आँटेको दिदीलाई धन्यवाद दिदी मम्मीलाई धन्यवाद आयौँ दुःख दिउँ गयौँ हामी ल अब यहाँ कोसेली सोसेली लिएर बोडी सोडी मम्मीले फर्ची पनि हालिदिनु भएको छ यहाँनिर भरे देखाउँछु म पछि हामी यहाँबाट निस्किन आँट्यौँ सबैजना हामी चाहिँ अब यहाँबाट निस्किएर घरतिर जान लाग्न आँट्यौँ बाई बाई ल बाई बाई दिदी भेनाजु ल मम्मी धन्यवाद गयौँ हामी हुन्छ मजा गरेर अहिले चाहिँ हामी फर्किँदैछौँ होइन दिदीहरूकोबाट हामी चाहिँ अघि आएको बाटोभन्दा फरक बाटो झुलुकी पुलको बाटो जाँदैछौँ अनि रात पर्न आँटिसक्यो हामी धेरै टाढा छौँ काँक्रेभिटाभन्दा त्यस कारण अलिक छिटो छिटो पनि जानुपर्छ केटाकेटी छन् हामीसँग यो त एडभेन्चरस हुने रहेछ है के हो जान्छ बाइक This is my first experience. कस्तो कालो थियो नि त अन्त भिडियो हुँदैछ वाउ हलियो हुँदैन अर्जुनले बाँड हालेको ठाउँ यही हो मन्दिर अब जाँदा जाँदै कति बेला हुन्छ कति बेला घर पुगिन्छ थाहा छैन घर पुगेर चाहिँ तपाईँहरूलाई हामी आइपुग्यौँ भनेर चाहिँ गरेर भिडियोहरू गरेर देखाउनेछौँ ल अब चाहिँ राख्छु है त अहिलेको कति साँझको 6:30 हुन आँटेको छ त्यो पनि उज्यालै छ अब यहाँ गाडी सुतेको छ त्यही भएर म भिडियो चाहिँ गर्दिनँ होइन अब एकैचोटि घरमा भेटौँ है अझ अगाडि हामी चाहिँ फाइनली घर आइपुगेको छौँ ए लखतरान भएर चाहिँ अब हामी घर आइपुग्यौँ हामी सक्छौँ पनि यो भिडियो लामो पनि हुन्छ यहाँ मम्मीलाई चाहिँ आज भ्लगमा जानु पाउनु भएको थिएन धेरै मिस गरिरहेको थियो भ्लगको एउटा पात्र ल सबले बाई भनिदिनु एकचोटि हामी भ्लग एन्ड गर्ने अब बाई बाई It's just Jack and Max vlogs, yeah, that's the fun. Jack and Max vlogs, riding toward the sun.